मलाई एकदमै लाज लाग्छ हजुरलाई मेरो बाउ भन्न पनि आई एम सो ashamed of you के त्यसले के भन्छ मोनिका तिम्रो बाउ तिम्रो मम्मीहरु कतिवटा हुनुहुन्छ भनेर भन्नुहुन्छ त्यो बेला मलाई कस्तो हुन्छ के हुन्छ हजुरले के अहिलेसम्म सोच्नु भएछ के भन्नुहुन्छ मोनिकाको बाउ अमेरिका बस्छ महिनाको 40,000 कमाउँछ मैले मेरो छोरीको फी तिर्दैन होला नि अहिले तिरेको भए मैले यति टर्चर सहेर बस्थे होला जहिले एक्जाम आयो कि अब एडमिसन कार्ड छैन ल के गर्ने अब म त्यस्तो हुन्थ्यो त्यही पनि मेरो मम्मीले सी युज टु कल माई प्रिन्सिपल अनि जसरी भए पनि मेरो प्रिन्सिपललाई मम्मीले भनेर मलाई एडमिसन कार्ड दिलाउनुहुन्थ्यो त्यतिखेर भने सामाजिक सञ्जाल एकजना व्यक्तिले एकलौटी रूपमा तताएका छन् ती हुन् फिटम्यान उनी सामाजिक सञ्जाल अर्थात् टिकटक इन्स्टा फेसबुक लगायतमा छाइरहेका छन् उनले केही दिन यता पूर्व श्रीमतीलाई धम्काउँदै यसो भनेका थिए अनि के भन्नुहुन्छ मैले मेरो छोरीको फी तिरेछु कान खोलेर सुन रश्मि गुरुङ तैले जति बच्चालाई मिसयुज गरिस् टिकटकमा ल्याएर बेच्ने कोसिस गरिस् अनेस गरिस् तेरो प्लान विफल भयो है म के भन्छु भन्दाखेरि तँलाई तैले पनि भोलिको दिनमा मर्नुपर्छ पाप बोकेर नबस है काम गरेर खा मागेर नखा हैन मेरो बच्चालाई एभ्री विक मेरो घरमा पठाइदिए अरु बाँकी कुरा यही हेर मैले बिल भर्खर तिर्दिसकेको छु तर उनले छोरीलाई माया नगर्ने खर्च नदिने कुरा स्वयं फिटम्यान की छोरीले बताएकी छन् अनि जुन त्यो हजुरले प्रुफ देखाइरहनु भएको थियो नि मैले मेरो छोरीको फी तिरेन होला ल हेर्नु अब यति तिरेछु अब यति बाँकी छ भन्नुभएको थियो नि द्याट वाज द मनी माई मम पेड के हजुरले तिरेकै होइन त्यो मेरो मम्मीले तिर्नु भयो एन्ड अनदर थिङ यु गाइज हेभन डिभोर्स येट एन्ड स्टिल यु आर सेइङ मैले डिभोर्स दिएको यसलाई यति घरेरी दिएर यति लाख दिएर फिटम्यान की छोरीले तपाईले पैसा कहिले दिनुभयो त्यो सबै पैसा मेरो मम्मीले तिरेको हो मेरो स्कुलको फी पनि मम्मीले नै दिनु भएको हो स्कुलको फी तिर्न नसक्दाखेरि प्रिन्सिपललाई भनेर एडमिट कार्ड दिनुहुन्थ्यो भन्दै लाइभमा जिकिर गरेकी छन् के भन्नुहुन्छ यसको पैसा सक्यो होला त्यही भएर अहिले आएको फेरि पैसा खानलाई अरे जब कि पैसै दिएको छैन त बोल्नु परेन बढी भन्नुहुँदो रहेछ अनि लाइभमा आएर मेरो फोटोहरू नहाल्नुहोस् होला मलाई तपाईलाई बाउ भन्न पनि लाज लाग्छ तिम्रो कतिवटा मम्मी भनेर सोध्छन् मलाई साथीहरूले त्यसैले हात जोडेर भन्छु मेरो फोटो पनि नहाल्नुहोस् प्लिज भनेर समेत उनले लाइभमा भनेकी छन् के रे अर्को कुरा मेरो फोटो नहाल्नुहोस् होला प्लिज म हात जोडेर भन्छु मेरो फोटो नहाल्नुहोस् मलाई एकदमै लाज लाग्छ हजुरलाई मेरो बाउ भन्न पनि आई एम सो ashamed of you के एकदमै हुन्छ नि मलाई कस्तो हुन्छ मेरो स्कुलमा साथी मोनिका तिम्रो बाउ तिम्रो मम्मीहरु कतिवटा हुनुहुन्छ भनेर भन्नुहुन्छ त्यो बेला मलाई कस्तो हुन्छ के हुन्छ हजुरले के अहिलेसम्म सोच्नु भएछ मलाई कस्तो भयो होला भन्ने अहिलेसम्म सोच्नु भएछ जब कि हजुरले यति छोरीको माया लाग्थ्यो भने कमसे कम त फी तिर्दिनु हुन्थ्यो होला नि के भन्नुहुन्छ मोनिकाको बाउ अमेरिका बस्छ महिनाको 40,000 कमाउँछ 40,000 कमाउने मान्छेले अहिलेसम्म छोरीको फी तिरिहाल्थ्यो नि किन नतिरेको माया लाग्थ्यो भने तिर्न सक्दैन थियो हजुरले अनि अर्को कुरा पेमान्डी यति कुरा याद राख्नुहोस् हजुर बिचमा बोल्दा नि नबोल्नुहोस्